आज चाहिँ म र मेरो भाइको कपाल काट्नको लागि गएको। कपाल काट्ने ठाउँमा के लफडा पऱ्यो भनेर हेर्नको लागि भिडियो लास्टसम्म हेरिदिनु होला। हेलो एभ्रिवान, आज चाहिँ म आइसकेँ फेरि नयाँ मिनी भ्लग लिएर दिप्सने। म त सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आजको भिडियो के को बारे हो भनेर तपाईँहरूलाई अगाडिको हेरेर थाहा पाइसक्नु भएको होला। आज चाहिँ भाइ र म भाइको कपाल काट्नको लागि गएको। मेरो भाइ सुरुमा त हिरो थियो, अहिले त झन् हिरो भएको छ भन्न मिल्ने भएको भए त हुन्थ्यो, तर के गर्नु नमिलेर मात्र पो हो त। आज चाहिँ कपाल काट्ने ठाउँ कतै पनि नखुलेको भएर मैले चौघडाको हेयर कटमा लिएर आएको थिएँ भाइलाई। हिरो देख्छ भनेको त पहिलेदेखि हिरो थियो, तर अहिले त जिरो पो भइदिएर मेरो भाइ। कपाल काट्नुभन्दा त पहिल्यै बरु मेरो भाइ राम्रो देखिरहेको थियो, तर अहिले त त्यस्तो राम्रो देखेको छैन भने। नराम्रो भन्न खोजेको त होइन मैले त कपाल काट्ने मान्छेलाई, त्यही पनि अब मेरो भाइलाई लास्ट नराम्रो लागेर कि के भनेको के काटिदियो दाइ भनेर मलाई गुनासो गर्यो, त्यही भएर मैले भिडियो बनाउन बाध्यता भएर बनाएको हो। त्यहाँ मैले चाहिँ नकाटेको होइन, मैले नि पहिला काट्न त काटेकै हो, तर त्यहाँनिर पहिला दाइहरू हुनुहुन्थ्यो अर्कै, त्यो दाइहरूले चाहिँ राम्रो काटिदिनुहुन्छ। यो अङ्कलले चाहिँ के पो काटिदियो, त्यो पर्फेक्ट हान्न भनेको स्लोप हानिदिएर झन् फोटो देखाइदिएको, फोटो देखाएर नि एक झलक हेरेर पुरै ल मैले त सक्छ भनेर काटिदिन खोजिरहेको थिएँ नि, काट्दाखेरि त लास्टमा त स्लोप हानिदिएर बिगार्न त सुरुदेखि नै बिगाइरहेको थिएँ नि मैले देखिरहेको थिएँ। त्यही पनि अब मिलाउँछ कि पछि गएर भनेको मिलाउनु त मिलायो, त्यही पनि पछि बिग्रियो। यो कटलाई टेप पर्फेक्ट भन्छ कि कुन फेट भन्छ भनेर भनिदिनु होला है कमेन्ट। घर जाने बेलामा पनि भाइले चाहिँ मलाई ल्याङ मात्र गर्यो, दाइ मेरो कपाल कस्तो बिगारिदियो त्यसले भन्ने मात्र भनिरह। त्यसपछि मलाई पनि ल्याङ जस्तो लागेर मैले चाहिँ अब बाइक साइक त्यहीँ रोकेर एउटा भिडियो बनाइदिइहाल्नु पऱ्यो भनेर बनाइदिएको। भन्नु त धेरै थियो, तर मैले भन्न चाहन्छु यति मात्र कि चौघडामा होस् कि जुन ठाउँमा भए नि होस्, यसरी कपाल काट्दाखेरि कटको नामधरि थाहा नहुने ठाउँमा चाहिँ कहिले पनि नकाट्नु होला है त। नसोचेको जस्तै स्क्याम होला फेरि तपाईँहरूलाई पनि, तपाईँहरूको भाइहरूले ल्याङ हान्ला मलाई जस्तै अरे। मैले दिनुपर्ने सजेस्ट दिएँ, अब राम्रो सेक्सन तपाईँहरू भनिदिनु होला। हुन त म त्यस्तो ठुलो ब्लगर पनि होइन, त्यही पनि अब सानोतिनो कन्टेन्टहरू भर्खर बनाउनु स्टार्ट गर्दैछु, तर भाइको अब यस्तो भएपछि चाहिँ अलिकति नराम्रो भयो नि, जसले जे भने नि हो भनोस् जस्तो लागेर बनाइदिएको मात्र हो मैले यो भिडियो चाहिँ। चौघडाको हिरो हेयर कट नाम त सुनेको भन्ने के हो, केही छैन भन्ने यति मात्र थियो। यति भन्दै आजको लागि बिदा भए। लाइक कमेन्ट सेयर गर्न नबिर्सनु। टाटा बाई बाई।